त साथीहरू हाम्रो चाहिँ गुगल एडसेन्स भित्र हामी जान्छौँ भने अहिले नयाँ अप्सन आएको छ एउटा पेमेन्ट इन्फो भित्र हामी यता जान्छौँ र पेमेन्ट इन्फोमा क्लिक गर्छौँ भने यहाँ देख्न सक्नुहुन्छ यु ह्याभ अ न्यू ट्याक्स डकुमेन्ट अभाइलेबल फर डाउनलोड भनेर लेखेको छ। टेक मी देयरमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि एउटा नेपाल ट्याक्स इन्फो भन्ने खुल्छ है त। यहाँनेरि जस्तो हाम्रो अगाडि भरिसकेको पनि देखाउँछ, युनाइटेड स्टेटको भयो, त्यस्तै सिङ्गापुरको भयो, अरू के को भरेको छ त्यस्तै यहाँनेरि नयाँ आउँछ है। अब यहाँनेर चाहिँ नेपाल ट्याक्स इन्फो भनेर आउँछ। तपाईँ यदि नेपालबाट भर्नुभएको छ, नेपालबाट गर्नुभएको छ, गुगल एडसेन्स बनाउनु भएको छ भने है, अनि यहाँ अप्लाई भन्ने आउँछ। अथवा तपाईँले चाहिँ यहाँ मैले अहिले एडिट अपडेटमा जान्छु, तपाईँहरूले चाहिँ एडिट अथवा त्यहाँ ओपन अप्लाई भनेर लेखेको हुन्छ, त्यसमा क्लिक गर्नुभयो भने यही ठाउँमा आउनुहुन्छ है, यही ठाउँमा आउनुहुन्छ। अब यहाँनिर गइसके पछाडि यहाँ दुईवटा अप्सन छ, एउटा चाहिँ पर्सनल, अर्कोमा चाहिँ इन्डिभिजुअल एन्टरप्रेन्योर भन्ने छ। अब यदि पर्सनल हो भने त पर्सनल भइहाल्यो, जस्तो तपाईँले चाहिँ पर्सनल आफ्नो लागि गर्नुभएको छ, यसमा कुनै पनि कम्पनीहरू अथवा केही त्यस्तो उस्तो छैन भने यसमा क्लिक गर्न सक्नुहुन्छ। अथवा तपाईँले चाहिँ व्यवसाय दर्ता गरेर व्यवसायको लागि काम गर्दै हुनुहुन्छ, व्यवसायको लागि युट्युब च्यानल चलाउँदै हुनुहुन्छ, अथवा त्यस्तै केही छ भने, अथवा आफ्नो चाहिँ एकल व्यवसाय छ भने पनि यसमा एकल व्यवसायको लागि काम गर्दै हुनुहुन्छ, युट्युब च्यानल चलाइराख्नु भएको छ भने पनि यसमा हामीले आएर अब यसमा क्लिक गरिसके पछाडि चाहिँ यसमा क्लिक गर्ने, क्लिक गरेर चाहिँ यदि तपाईँको व्यवसायको प्यान नम्बर छ भने चाहिँ यहाँ प्यान नम्बर तपाईँको 9 डिजिटको लेखेको छ, प्यान नम्बर यहाँनिर हाल्ने, हालेर चाहिँ सबमिट गर्ने है त। यदि तपाईँ व्यवसायको लागि काम गर्दै हुनुहुन्छ, बिजनेसको लागि युट्युबमा भिडियोहरू हाल्नुहुन्छ होइन, बिजनेस प्रमोटिङ अथवा त्यस्तै होइन, आफ्नो प्रोडक्टहरूको बारेमा त्यस्तो मात्रै गर्नुहुन्छ भने तपाईँले यसमा क्लिक गर्नुहोस्। नत्र चाहिँ तपाईँले के गर्नुहोस्, पर्सनलमा क्लिक गर्नुहोस्। धेरै जस्तोको पर्सनलमै हुन्छ होला, मेरो पनि पर्सनल नै छ, त्यही भएर मैले पर्सनलमा सबमिटमा क्लिक गरेँ। सबमिटिङ युवर ट्याक्स इन्फो भन्ने हुन्छ। त्यस पछाडि डाइरेक्ट हामी अपडेट भएर चाहिँ अगाडिको पेजमा आउँछौँ। अगाडिको पेजमा आइसके पछाडि हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ एक्सेप्टेड भनेर लेखेको छ, सबमिटेड भनेर कहिले हो भन्ने आजको डेट देखाइदिएको हुन्छ। त्यस्तै अब यहाँनिर चाहिँ एक्सपायर अन भनेर नेभर एक्सपायर भनेर लेखेको छ, एक्सपायर हुँदैन भनेर लेखेको छ है। यसरी चाहिँ हामीले नेपाल ट्याक्स इन्फो भर्न सक्छौँ। यो चाहिँ खासमा के हो त भन्दाखेरि यो चाहिँ गुगल एडसेन्सले आफ्नो कस्टमरहरूलाई चाहिँ पर्सनलमा ज्यादा छन् कि अब पर्सनल र बिजनेसमा छुट्याउन खोजेको मात्रै हो है त, अरू केही पनि होइन त्यस्तो। अब यसमा चाहिँ ट्याक्स पर्सेन्टेज अथवा केही काटिने नकाटिने त्यो चाहिँ के छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गरेकै होला, त्यस्तो छ। त्यसैले यो तपाईँले यो पनि आफूले भर्नु होला है त।